सम्पूर्णमा नमस्कार। सधैँ चाहिँ म हजुरहरूको अघि आज पनि केही फरक कुराको रेसिपी सेयर गर्न गइरहेकी छु। आज चाहिँ मैले हजुरहरूलाई तिहार स्पेशल सेलरोटीको छिटो मिठो र सजिलो रेसिपी सेयर गर्दैछु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सेलरोटीको लागि मैले रातभरि भिजाएर छोडेको चामल लिएकी छु। अब म चामललाई नाङ्ग्रोमा राम्रोसँग फिजाएर यसलाई सुक्नको लागि छाडिदिन्छु। यो चामललाई चाहिँ हजुरहरूले घाममा सुकाउनु हुँदैन, त्यसैले मैले यसलाई घाम नलागेको बेलामा बाहिर हावामा सुकाएकी छु। यदि हजुरहरूलाई रोटी त मनपर्छ तर पकाउन आउँदैन, हजुरहरूको रोटी राम्रो हुँदैन, राम्रोसँग फुल्दैन भने यो रेसिपी हजुरहरूको लागि। यो रेसिपीमा चाहिँ म हजुरहरूलाई एकदमै सरल ढङ्गले रोटी पकाउन सिकाउने छु। मैले लगभग 4 देखि 5 घण्टासम्म चामललाई सुकाएर चामल राम्रोसँग सुकिसकेपछि यसलाई उठाएकी छु। मैले पिठोलाई ओखलीमा पिसेकी छु। हजुरहरूले यसलाई मिक्सचर, मिल वा ढिकीमा पनि पिस्न सक्नुहुनेछ। नेपालीहरूको महान चाड शुभ दीपावलीको अवसरमा हजुरहरू सम्पूर्णमा टेस्ट एराउन्ड फ्यामिलीको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यही तिहारको अवसरमा हजुरहरू पनि घरमा यसरी नै मिठो रोटी पकाएर अवश्य ट्राई गर्नुहोला। म यो भिडियोमा इस्ट र सुजीको प्रयोग नगरी हजुरहरूलाई एकदमै काँडेदार र नरम रोटी बनाएर देखाउने छु। मेरो भिडियो अन्तिमसम्म हेरेर हजुरहरूले अवश्य प्रतिक्रिया दिनुहुन्छ भन्ने आश राखेकी छु। यदि हजुरहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज एक लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। हजुरहरूको एक सब्सक्राइबले पनि मलाई अरू भिडियो बनाउनको लागि प्रेरणा दिनेछ। सेलरोटी खाना मात्र होइन, यो हाम्रो संस्कृति, हाम्रो याद र हाम्रो भावनासँग गाँसिएको एक परिकार पनि हो। सेलरोटी तिहारमा मात्र नभएर चाडबाड, पूजा श्राद्धमा पनि एकदमै चाहिने परिकार हो। एकैछिन मैले राम्रोसँग ओखलीमा पिसिसकेपछि यसलाई एउटा छान्नेमा लगाएर छानेकी छु। हजुरहरूलाई सेलरोटी कतिको मनपर्छ कमेन्ट मार्फत अवश्य बताउनुहोला। तिहार भनेको खुसी बाँड्ने, माया साट्ने र परिवारलाई अझ नजिक ल्याउने चाड हो। अनि सेलरोटी भनेको त्यो मायाको गोलो रूप हो जुनले सबैलाई एकैसाथ बाँधिदिन्छ। सेलरोटीको स्वाद केवल खाना मात्र होइन, प्रेम र आत्मीयताको प्रतीक पनि हो। मैले ओखलीमै सबै पिठोहरू पिसेकी छु। सबै पिठो पिसिसकेपछि मैले एउटा बोलमा यो पिठो हालेकी छु। भिडियोमा देखाए जतिको पिठो भइसकेपछि हाम्रो रोटी बनाउनको लागि रेडी हुन्छ। मैले पिठोमा 1 चम्ची बेकिङ सोडा हालेकी छु। साथै मैले 2 चम्ची घिउ पनि एड गरेकी छु। र अन्त्यमा मैले 1 बटुका चिनी पनि हालेकी छु। अब म सबै इन्ग्रिडियन्ट्सहरूलाई राम्रोसँग मिक्स गर्छु। सेलरोटी बनाउँदा जति पिठो राम्रोसँग मुस्न सक्यो त्यति नै रोटी राम्रो हुन्छ। मैले एकैछिन राम्रोसँग मिक्स गरिसकेपछि यसमा मनतातो पानी एड गरेर राम्रोसँग पिठोलाई माडेकी छु। यसमा पानी चाहिँ एकैचोटि हजुरहरूले एड नगर्नुहोला, पानी थोरै थोरै गर्दै हाल्नुहोला। सेलरोटीको पिठो मुस्दा हजुरहरूले 10 देखि 15 मिनटसम्म एकदमै राम्रोसँग मुस्नुहोला। हजुरहरूले जति पिठो मुस्न सक्नुभयो रोटी त्यति नै राम्रो र नरम बन्नेछ। यदि हजुरहरूलाई नरिवल, अलैँचीको धुलो मनपर्छ भने हजुरहरूले त्यो पनि यसमा एड गर्न सक्नुहुनेछ। मलाई चाहिँ खासै मन नपर्ने भएकाले मैले एड गरेकी छुइनँ। मैले लगभग 15 देखि 20 मिनटसम्म पिठो मुस्दा पिठो यत्तिको भएको छ। जति लामो समय लगाएर पिठो मुस्नुहुन्छ त्यति नै रोटी नरम र राम्रो बन्नेछ। हेर्नुहोस् त, रोटीको सेप दिँदा पनि सेप बस्ने भएको छ पिठो। आज म हजुरहरूलाई 2 तरिकाले रोटी पकाउन सिकाउने छु। अब म पिठोलाई 3 देखि 4 घण्टा रेस्टको लागि छाडिदिन्छु। यदि हजुरहरूसँग टाइम छैन भने हजुरहरूले यतिकै पनि रोटी बनाउन सक्नुहुनेछ। मैले रोटी बनाउनको लागि चुलोमा तावा बसाएकी छु र तावा राम्रोसँग तातिसकेपछि यसमा तेल हालेकी छु।
अघि रेस्ट गर्न छोडेको पिठो यतिको भएको छ। मैले रोटी बनाउनको लागि एउटा बत्तलको टुप्पोतर्फ काटेर लिएकी छु र यसरी यसमा पिठो भर्दैछु। अब म तातो तेलमा पिठोलाई गोलो आकारको सेप दिन्छु। हेर्नुस् त हाम्रो रोटीको सेप एकदमै राम्रो भएको छ। हजुरहरूले यसरी बत्तल काटेर पनि रोटीको सेप दिन सक्नुहुनेछ। लगभग यसलाई 2 मिनेट जति पकाइसकेपछि यसलाई अर्कोतिर फर्काउनु पर्नेछ। रोटी दुवैपट्टि राम्रोसँग पाकिसकेपछि मैले यसलाई निकालेकी छु। यसरी नै मैले अरू रोटी धमाधम पकाएकी छु। यदि हजुरहरूलाई तिहार विशेष कुनै रेसिपी भिडियो चाहिएको छ भने कमेन्ट मार्फत अवश्य बताउनुहोला। हजुरहरूको कमेन्ट हेरी हजुरहरूको कमेन्टलाई अवश्य प्रतिक्रिया दिनेछु। अब म हजुरहरूलाई अर्को तरिकाले रोटी पकाएर देखाउने छु। अब चाहिँ मैले डाडुको सहायताले रोटी पकाएको छु। हेर्नुहोस् त कति सजिलो हुन्छ। हजुरहरूलाई हातले पकाउन डर लाग्छ अथवा आउँदैन भने हजुरहरूले यो दुईटा तरिकाले रोटी राम्रोसँग पकाउन सक्नुहुनेछ। यसरी पकाएको रोटीमा रोटीभित्र गुबो पनि हुँदैन। रोटी एकदमै नरम हुन्छ र मिठो पनि हुन्छ। हजुरहरूले रोटी पकाउँदा कुन तरिकाले रोटी पकाउनुहुन्छ अवश्य कमेन्ट गर्नुहोला। हजुरहरूलाई मेरो भिडियो कतिको मनपर्छ, यदि मनपर्छ भने भिडियो लाइक र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। साथै छेउमा रहेको बेल आइकन दबाउन पनि नबिर्सिनुहोला। बेल आइकन दबाउनाले चाहिँ मैले भिडियो हाल्ने बित्तिकै हजुरहरूको फोनमा नोटिफिकेसन आउनेछ, जसले गर्दा मैले हालेको सम्पूर्ण भिडियोहरू हजुरहरूले हेर्न सक्नुहुनेछ। हजुरहरूको साथले गर्दा नै हाम्रो च्यानल ग्रो गरिरहेको छ र सधैँ हजुरहरूको यस्तै साथको अपेक्षा गरिरहेकी छु। यसरी नै मैले डाडुको सहायताले अन्य रोटीहरू पनि पकाएकी छु। तिहारको अवसर पारेर हजुरहरू पनि घरमा यसरी नै मिठो रोटी पकाएर अवश्य ट्राई गर्नुहोला। हजुरहरू तिहारमा रोटी सँगसँगै अन्य के परिकार बनाउनुहुन्छ कमेन्ट मार्फत अवश्य बताउनुहोला। यो तिहारमा हजुरहरूको घर पनि सेलरोटी जस्तै सुनौलो, गोलो र मिठासले भरिएको बनोस्। सबैको अनुहारमा खुसीको चमक रहोस् र जीवनभर परिवारसँग बितेका ती क्षणहरूको सम्झना अमर बनोस्। म लगायत टेस्ट एराउन्ड फ्यामिलीको तर्फबाट हजुरहरूलाई मिठासले भरिएको तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।